अब म तपाईलाई चाहिँ यसको मूल्य बताउँछु, त्यसपछि यो कसरी युज गर्ने भन्ने कुरा म तपाईलाई सिकाउने छु साथीहरू। यसको मूल्य नेपाली बजारमा मैले लिएको अनुसार यसको मूल्य रहेको छ 70,000 साथीहरू। हुन त तपाईले डिस्काउन्ट गर्नुभयो भने अझै पनि मिलाएर ल्याउन सक्नुहुन्छ। हेलो फ्रेन्ड्स, आज तपाईँ भिडियो हेर्दै हुनुहुन्छ। भिडियोमा वाशिङ मसिन युज गर्ने तरिका। साथीहरू, तपाईले माथिपट्टि देख्न सक्नुहुन्छ स्यामसङ भनेर प्रिन्ट गरेको छ, तलपट्टि डिजिटल अर्थात् यो अटोमेटिक मसिन हो साथीहरू, स्यामसङ ब्रान्डको। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ फेरि बीचमा एउटा मेन बटन रहेको छ, ठुलो बटन। यो चाहिँ हामीले चाहिँ यसलाई घुमाएर अर्थात् टर्निङ गरेर कपडाहरू सिलेक्ट गर्छौँ। कुन प्रकारको कपडा धुने हो यहाँबाट सिलेक्ट गर्छौँ। अप्सन पनि दिएको छ साथीहरू, जस्तो कटन, वुलन क्लोथ, जिन्स क्लोथ्स, त्यस्तै गरेर चाहिँ पोलिस्टर कपडाहरू यहाँबाट चाहिँ हामीले सिलेक्ट गर्नै गर्दछौँ। साथीहरू, तपाईले यहाँबाट आरामसित चाहिँ कपडाहरू सिलेक्ट गर्न सक्नुहुन्छ। साथै साइडमा तपाईले देख्न सक्नुहुन्छ फेरि एउटा डिस्प्ले बटन दिएको छ। हामीले यो जस्तो टेम्परेचर सिलेक्ट गर्ने भयो, त्यस्तै गरेर चाहिँ यो मेसिन 15 पटक चाहिँ 15 मिनट सिलेक्ट गर्दाखेरि कति पटक हुन्छ मेसिन यहाँबाट सिलेक्ट भएको थाहा हुन्छ साथीहरू। त्यसपछि हामीले स्टार्ट बटन देख्न सक्नुहुन्छ, माथिपट्टि तलपट्टि स्टप बटन देख्न सक्नुहुन्छ। यहाँबाट हामीले स्टप गर्छौँ र अब तपाईले तलपट्टि देख्न सक्नुहुन्छ यो ढक्कन खोलेर हामीले चाहिँ यसमा लक हुन्छ। ढक्कन खोलेर हामीले चाहिँ यहाँबाट कपडा राख्ने गर्छौँ र माथिपट्टि हामीले डिटर्जेन्ट पाउडर राख्ने गर्छौँ अर्थात् सरफ राख्ने गर्छौँ कपडा धुनको लागि। देख्न सक्नुहुन्छ, यसलाई हामीले चाहिँ बन्द गर्छौँ र बन्द गरिसकेपछि यहाँबाट स्टार्ट गरिसकेपछि साथीहरू तपाईले यहाँ देख्न सक्नुहुन्छ फेरि मैले 15 मिनट सिलेक्ट गरिसकेको छु। यो चाहिँ कपडा चाहिँ 15 मिनटमा यसले धोएर चाहिँ सुकाउने गर्दछ। साइडमा तपाईले इन्डिकेटर, रातो इन्डिकेटर देख्न सक्नुहुन्छ। यसको मिनिङ हो हाम्रो चाहिँ ढक्कन लक भइसकेको छ। अब कपडा धुने बेलासम्म यो ढक्कन चाहिँ खुल्दैन र कपडा चाहिँ धुन सुरु भइसकेको छ। यो 15 मिनटभित्र अब चाहिँ अटोमेटिक धोइसकेपछि बन्द हुन्छ। हस्त, धन्यवाद।